कसलाई मनपर्छ यो बिचवाला चाउचाउ मलाई चाहिँ एकदम मनपर्छ अनि म चाहिँ अब भोक लाग्यो अनि नास्ता यही पकाएर खाने भनेर बनाउँदैछु। म अल्छीको चाउचाउ पकाइ चाहिँ यस्तै छ, छिट्टो मिठो है। मैले तेल हालेँ अनि त्यसमा प्याज राखिदिएँ। प्याज हल्का ब्राउन भएपछि मैले एउटा अन्डा पनि राखिदिएँ। अन्डाले चाहिँ अलिकति होइन सुपको स्वाद झन् बढाउँछ कि। अनि त्यसपछि लोकल टमाटर थियो हाम्रो घरमा अनि मैले चाहिँ लोकल टमाटर पनि राखिदिएँ। त्यो हल्का फत्किएपछि मैले त्यसमा पानी राख्छु। यो चाउचाउको चाहिँ क्या सबैभन्दा मिठो भनेको चाहिँ सुप हुन्छ कि। मलाई चाउचाउभन्दा पनि यसको सुप चाहिँ राम्रो लाग्छ। अनि हामी खाने चाहिँ 3 जना मात्रै थियौँ नि त, त्यसैले ठिक्कले राखेँ मैले पानी। मेरो छोराले चाहिँ कित्लीमा अझै पानी छ मामु अझै हाल्नु न भन्दै थियो कि। अनि यता चाहिँ पानी पनि उम्ल्यो अनि मैले त्यसमाथि चाउचाउ पनि हालिदिएँ। अब चाउचाउ रेडी हुनु चाहिँ 2-3 मिनटमा पाकिहाल्छ क्या। मैले अगाडि क्या कस्तो यादै आएन कि मलाई भुजा अनि चाउचाउ लिएर पाक्ने बेलामा चाहिँ आमालाई हतार हतार गरेर आमा चाउचाउ पनि भुजा पनि लिएर आउनुहोस् न भनेर पठाएँ। आमा भुजा लिएर आइसक्नु हुँदासम्म चाहिँ रेडी भइसक्छ चाउचाउ पनि। हाम्रो चाहिँ चाउचाउ पनि पाकिसक्यो अनि आमाले भुजा पनि ल्याइदिइसक्नु भएको थियो अनि कोक पनि लिएर आउनु भएछ कि आमाले चाहिँ। अनि मैले भुजा र चाउचाउ आमालाई पनि दिएँ, छोरालाई पनि दिएँ अनि मैले पनि खाएँ। अनि गर्मी फेरि के साह्रो छ कि चिसो नखाई बस्नै नसकिने। अहिले नै यस्तो गर्मी छ है, पछि झन् असार साउनमा त कस्तो गर्मी हुन्छ होला क्या। हेर्नु न मेरो छोराको नाटक फेरि अर्कै छ कि।